हेलो गाइज, म चाहिँ यहाँ भात फ्राई गर्दैछु। फ्राई भात बनाउँदैछु। मेरो म्याडम र बच्चा बच्ची अब स्कुलबाट आउने बेला पनि हुँदैछ। यसरी प्याज हालेर त्यसपछि आज फेरि म म्याडमलाई ल्याउन जाने हो अहिले होइन। म्याडमको चाहिँ स्कुल बिदा भएपछि फोन आउँछ अनि त्योभन्दा अगाडि बाबु र नानी आइपुगेर आमाले बाबु नानीलाई चाहिँ यो बुटेर यो राइस फ्राई गरेर छोडिदिन्छु। बाँकी म तपाईँलाई जोड्दै जानेछु भिडियोमा। आज यो भिडियो बनाउनको लागि फेरि एउटा नयाँ ठाउँमा जाने प्लान पनि बनाएका छौँ हामीले। मैले सोचिराखेको छु आज चाहिँ म्याडमलाई चाहिँ नभनेर एकैचोटि चाहिँ सर्रो लड्ने बारीमा। त्यस कारण तपाईँलाई म देखाउनेछु भिडियो राख्नलाई। त म्याडमलाई लिन गएको बेला अलि एउटा भिडियो सुट गर्नको लागि हामी अलि परसम्म जान्छौँ। त्यहाँको वातावरण म तपाईँलाई देखाउनेछु। त्यहाँ मैले 2-3वटा भिडियो अब यो हाम्रो बलस्त हुने नै भइहाल्यो होइन। सँगसँगै मैले रिल्सको लागि पनि 1-2वटा भिडियो बनाउँछु। बाबु नानी आइसकेका छन्, म तपाईँलाई देखाउँछु है। मेरो छोरो हेलो आएको। अनि दिदी खै त हो र? आइसक्यो केटो एक्लै आएको छ, रिसाएर आएको छ। दिदी आएको छैन भन्छ, दिदी खै थाहा पाउँदैन भन्छ। सँगै एउटै स्कुल गएको पनि थाहा नहुने कस्तो कस्तो म के हेर्नु। आज शुक्रबार हो नि त, शुक्रबार हो, फ्राइडे। अब चाहिँ आफ्नो प्रोग्राम थियो होला, त्यो प्रोग्राम सकेर आउने बेला भयो नि त। अझ आएको छैन, छोरी आएको छैन, आउँछ अहिले। सँगै आउँथे दुई भाइमा, आज एक्लै आएछ यो केटो। फोन आइसक्यो। अब म्याडमलाई लिन जानुपर्छ। म म्याडमलाई लिन जाँदैछु। म कहाँ मम्मीलाई ल्याउनु जान्ला सुकेर मम्मीलाई ल्याउनु जाने बेला कहाँबाट टेप हुन्छ फेरि। ल ट्र्याक्टर हिँड्ने जस्तो यार। पानी गाइज, हामी यो कर्जाई ड्याममा पुगेका छौँ। यो पछाडि रहेको कर्जाई ड्याम करिब 10 बिघा जमिनको क्षेत्रफलमा रहेको छ। यो ड्याममा हामीले योभन्दा पहिला पनि भिडियोहरू बनाएका छौँ, तपाईँले हेर्नु भएको छ। म्याडम स्कुलबाटै कोठा नगएर हामी यता आएका छौँ। भोक पनि ला घरमा गएर खाने। मैले चाहिँ बाबु नानीलाई फ्राई राइस बनाएर खुवाएर आएको हो। तिमीलाई पनि थियो छन त होइन। अब फेरि चाहिँ भिडियो बनाउन आएपछि यता आइहालियो होइन। भोग्ला भन्न पाइएन, त्यस कारण चाहिँ यता आइएछ। म्याडमले तयारी गरेको भए एउटा भिडियो के अरे एउटा गजल मुक्त केही छ भने चाहिँ बनाउँला, छैन भने हामी जोडिराख्नेछौँ, केही छैन। हे 2 भ्युज आउँछ यति मन जल्दैन, यति मन जल्दैन, जे गरे नि भिडियो चल्दैन, बल्ल पर्यो निर्मायामा कुरी जालैमा। यति मन जल्दैन, यति मन जल्दैन, जे गरे नि भिडियो चल्दैन, बल्ल पर्यो निर्मायामा कुरी जालैमा। मेरो जीवन आँसुमा तैरे नि, आँसुमा तैरे नि,
सिन्दुर पोते अर्कैको पहिरेनी तिम्रै झल्को तिम्रै तिर्सना बरु मैले बिर्साउला सास फेर्न गाह्रो भो तिमलाई बिर्सन आँसुमा तैरेनी आँसुमा तैरेनी सिन्दुर पोते अर्कैको पहिरेनी तिम्रै झल्को तिम्रै तिर्सना बरु मैले बिर्साउला सास फेर्न गाह्रो भो तिमलाई बिर्सन भने त जानेकै बाजी भो तर हैन छैन नभन्नु चोखो माया जाल तर हैन छैन नभन्नु चोखो माया जाल हुनै पर्छ मायालु राजी होइन भने राखिदिन्छु ज्यानबाजी गहिरो फेवा ताल तिमी राजी हौ भने त जानेकै बाजी भो तर हैन छैन नभन्नु चोखो माया जाल मायालु राजी होइन भने राखिदिन्छु ज्यानबाजी गहिरो फेवा ताल तिमी राजी हौ भने त जानेकै बाजी भो तर हैन छैन नभन्नु चोखो माया जाल तर हैन छैन नभन्नु चोखो माया जाल तिम्रो लागि के मात्र गरिन जान्दिन नि म पछि परिन दिया हो नि ज्यान कि दिया होइन गहिरो फेवा ताल तिमी राजी हौ भने त जानेकै बाजी भो तर हैन छैन नभन्नु चोखो माया जाल तर हैन छैन नभन्नु चोखो माया जाल यत्रो ज्यान दिएर पनि अझ के मागेपछि त कुच्चिने अरे तिनी अरे अझ के नजाऊ पर आऊ रा तिम्रो म छु मेरो पोको छ र सिमसिमे पानीमा जल्ने बेमानी गरेछौ कि जिन्दगानीमा आऊ रा तिम्रो म छु मेरो पोको छ र सिमसिमे पानीमा जल्ने बेमान गरेछौ कि जिन्दगानीमा किन हो र यसरी तर्काको मेरै हौ कि भइसक्यौ अर्काको सिमसिमे पानीमा जल्ने बेमान गरेछौ कि जिन्दगानीमा। हेलो गाइज, हामी दुईजनाको जोडी कस्तो छ? त्यस्तो होइन यस्तो त्यहाँ त्यो हाइटले केही गरे होइन, मन अग्लो कसको छ भने हो क्या। होइन त्यस्तो नभन। तिमी साथमा हुँदा त जहानी मैले भोग्न पर्थेन घाम पानी, जहिले नि तिमीलाई नै सम्झिरुन पर्ने। घामले नि पोल्दियो, जुनले नि जाडो भो, कोही छैन तिमीले झै मलाई माया गर्ने।